सर्वोच्च न्यायालयले जुन पश्चिम बङ्गाल राज्यभरि नै शिक्षक र गैर शिक्षण नियुक्तिको भ्रष्टाचार मामलामाथि जुन चाहिँ यो एउटा टप कोर्टले निर्णय सुनाएको छ, हामी सम्पूर्ण पहाडवासीको तर्फबाट हाम्रो सङ्गठन प्रशिक्षित बेरोजगार युवा कल्याण सङ्गठन अनि गोर्खा बेरोजगार प्राथमिक प्रशिक्षित शिक्षक सङ्गठनको तर्फबाट हामी यो भारतको न्यायालय सर्वोच्च न्यायालयलाई धेरै धेरै हामी आभार प्रकट गर्दछौँ र यसले चाहिँ शिक्षामा भएको जुन चाहिँ भ्रष्टाचार छ र यहाँनिर जति पनि भिक्टिमाइज क्यान्डिडेट्सहरू छ जसले चाहिँ यहाँनिर प्रचुर मात्रामा भ्रष्टाचार भएको कारणले गर्दाखेरि आफ्नो जुन चाहिँ हक र अधिकार गुमाउनु परेको स्थिति छ, यहाँनिर इक्वल अपर्च्युनिटी पाएको छैनन् र जुन प्रकारले पश्चिम बङ्गालको यहाँनिर स्कुल सर्भिस कमिसनले जुन प्रकारले भ्रष्टाचार गरेर मेरिटलाई मेनिपुलेट गरेर ऱ्याङ्क जम्पिङ गरेर एक्सपायर्ड डेट भइसकेर पनि तपाईँको आफ्नो मनपरी क्यान्डिडेट्सहरू पैसाको लेनदेनमा जुन प्रकारले चोरी गरेर यहाँनिर नियुक्ति हत्याउने यहाँनिर अवैध क्यान्डिडेटहरूले यो कुकार्य गरेको थियो। यसमा आज गएर अन्तिम निर्णय सुनाउँदै सुप्रिम कोर्टले यो 25,753 जनाको नियुक्तिलाई सोझै कलकत्ता हाइकोर्टको 22 अप्रिल 2024 को यो जुन जजमेन्ट छ है, यस जजमेन्टलाई नै मान्यता दिएर तपाईँको यो जुन 25,753 जनाको होल प्यानललाई नै तपाईँको खारिज गरेको छ। यसलाई हामी एकदमै सहृदय स्वीकार गर्दछौँ होइन, हामी एकदमै स्वागत गर्दछौँ। साथै अब यो तपाईँको जुन चाहिँ म्याटर छ यो 2016 सालमा एसएलएसटीमा भएको भ्रष्टाचारको यो मामला थियो र अन्तिममा गएर 7-8 वर्ष बादमा तपाईँको सुप्रिम कोर्टले यसलाई सबै प्यानललाई खारिज गरिदिएको छ भने जिटिएको जुन मामला छ यो 2019 सालको हो र 2019 सालदेखि हामीले यसलाई क्यारी गरेर तपाईँको अहिले प्रिन्सिपल बेन्चमा यसको सुनवाई भइरहेको छ। यो जुन चाहिँ हाई स्कुलको म्याटर छ 9/6/2023 मा तपाईँको जुन चाहिँ कलकत्ताको सर्किट बेन्चले यसलाई प्रिन्सिपल बेन्चमा यो केसलाई ट्रान्सफर गरेर यहाँनिर तपाईँको जुन चाहिँ जिटिएमा भएको जुन चाहिँ यो अवैध शिक्षक नियुक्तिको यो रेगुलराइजेसनको प्रणाली छ यसलाई तपाईँको 11 अक्टोबर 2023 को दिन स्टे गरेको छ है। कुनै पनि जबसम्म यो केस डिस्पोज अफ हुँदैन तबसम्म कुनै पनि यस्तो रेगुलराइजेसनको थ्रुबाट नियुक्ति नगर्नु भनेर उच्च न्यायालयले आदेश दिएको छ भने तपाईँको यहाँनिर स्टेट गभर्मेन्टको एडभोकेट जेनरलले यो जुन चाहिँ 313 जना छ नट इन एकोर्डेन्स विथ द ल भनेर कोर्टमै कन्सिडर एज क्यान्सल भनेर नि भनिसकेको छ र आज गएर यस मामलामा तपाईँको 7% एन्ड अदर्सको एगेन्स्टमा यहाँनिर यो एफआइआर भएर यो चार्जसिटहरू आइसकेको छ भने यसमा चार्जसिटमा नाम तपाईँको पार्थ च्याटर्जी, विनय तामाङ, प्रान्तिक चक्रवर्ती, बुबाई बोस, त्रिनाङ्कुर भट्टाचार्य, बुबाई देवलिना दास एन्ड अदर्सको नाममा यिनीहरू अब टिएमसीको यो ठुल्ठुलो लिडर्सहरू छ। तपाईँलाई थाहा भएकै कुरा हो पार्थ च्याटर्जी जो एजुकेसन मिनिस्टर थियो र 4टा क्याबिनेट मिनिस्टरको ऱ्याङ्क होल्ड गर्थे आज ऊ जेलमा सडिरहेको छ भने टिएमसीको एमएलएहरू पनि अरू एमएलएहरू पनि यसमा संलग्न रहेर उनीहरू जेलमा छन् है। र अब म के भन्न चाहन्छु भने जिटिएको यो जुन चाहिँ अवैध शिक्षक नियुक्ति छ हामीले तपाईँको यो कलकत्ताको प्रिन्सिपल बेन्चमा सारेको 1.5 वर्ष भयो। यस अन्तरालमा तपाईँको फास्ट ट्र्याकमा जस्तो लगातार रूपमा केस चलिरहेको छ है। अब यो फेरि 7 तारिक आउँदो 7 तारिक फेरि यसको सुनवाई छ जसमा स्टेट एजेन्सीले तपाईँको यहाँनिर जाँचको प्रक्रियाहरू अप्नाएर स्कुल भिजिटहरू गरेर विभिन्न अनुसन्धानहरूको रिपोर्टहरू उच्च न्यायालयमा बुझाइरहेका छन् भने 25 अप्रिल 2024 को दिन तपाईँको सिबिआईले तपाईँको प्रिलिमिनरी इन्भेस्टिगेसनको रिपोर्ट एउटा सब्मिट गरिसकेका छन् र यो एउटा न्यायिक प्रक्रियाको रूपमा चलिरहेको छ र कुनै न कुनै दिन अवश्य यसको एउटा निचोडमा आएर हाम्रो पनि यस्तै यो सबैजना जति पनि इलिगली पोसेका छन् 2019 मा प्राइमेरीमा 121, अप्पर प्राइमेरी 59, हाई स्कुलमा 313 र 2017 मा भएको 439 को केस आजको दिनमा सब्जुडाइज रहेको छ। प्राइमेरीको केस हिजो हाम्रो जलपाइगुडी सर्किट बेन्चमा भयो जुन चाहिँ कारण हामीले हाई स्कुलको केसको कारणले गर्दाखेरि हामीले त्यसलाई हेल्ड अपमा राखेको थियो भने हिजो रिस्टोरेसन गरेर हिजोदेखि प्राइमेरी 121 को पनि केस सुरु भएको छ जलपाइगुडीमा। र अर्को एउटा एकदमै महत्त्वपूर्ण एउटा जानकारीमूलक र यो एउटा तपाईहरुलाई एउटा सचेत गराउन चाहन्छौँ जिटेको जनतालाई साथै यहाँको शिक्षित जति पनि युवाहरू छ। यो कुरा के हो भन्दाखेरि सेप्टेम्बर 25 तारिक जिटिएले ग्रुप सी ग्रुप डी नट टिचिङ भनेर 35 जना क्यान्डिडेट्सहरूलाई यसरी नियुक्ति पत्र प्रदान गरेको थियो। त्यहाँबाट फेरि पछाडि तपाईको जनवरी 15 तारिक 7 जनालाई हाइकोर्टको अर्डर भन्दै यसरी नियुक्ति पत्र प्रदान गरेको थियो। र अर्को एउटा अनुपम गुरुङ छ, यो एउटा पार्टी क्याडरको छोरा हो हैन, कालिम्पोङको।
उसले कालिम्पोङ जुब्ली हाई स्कुलमा यसरी नै कोर्टको म्यान्डेटरी अर्डर भनेर उनीहरूले यो जुन चाहिँ कोर्टबाट म्यान्डेटरी अर्डर ल्याएर यसरी नियुक्ति पत्र प्रदान गरेको थियो। हामीले यसलाई पनि यो चलिरहेको मामलामा सप्लिमेन्ट्री एफिडेभिट सब्मिट गरेर हामीले यसलाई च्यालेन्ज गरेका छौँ। किनभने यो हजुरहरूलाई भन्न चाहन्छु जिटिएमा अर्को फर्म अफ स्क्याम सुरु भएको छ। अब यहाँनिर जिटिएले खासमा हो भने यो कुरा जुन चाहिँ भ्रष्टाचारको मामला छ, अवैध शिक्षक नियुक्ति छ, यसलाई सिस्टममा ल्याएर यहाँनिर फेयर एन्ड ट्रान्सपरेन्ट प्रकारले नियुक्ति प्रदान गर्नुपर्ने हो। तर यिनीहरूले अझै पनि कोर्टको आँखामा धुलो हालेर यहाँको भोलिन्टियर्सहरू जति पनि छ र यिनीहरूको क्याडर्सहरू जति पनि छ ब्याकडेट गरेर यिनीहरूले कोर्टबाट म्यान्डेटरी अर्डर निकाल्दैछ र यो म्यान्डेटरी अर्डरको लिस्टहरू प्रायः हामीले सबै निकालिसकेका छौँ, जसमा एउटा क्यान्डिडेट छ थिन्ले भुटिया WPA 1181 अफ 2021 थिन्ले भुटिया एन्ड अदर्स भर्सेस जिटिए काउन्सिल एन्ड अदर्स। अर्को छ तपाईँको सिद्धान्त राई एन्ड अदर्स भर्सेस जिटिए काउन्सिल एन्ड अदर्स। अर्को छ वङ्गेल लेप्चा एन्ड अदर्स भर्सेस जिटिए काउन्सिल एन्ड अदर्स। अर्को छ अजय कुमार खड्का बाख्राकोट हाई स्कुलको भर्सेस जिटिए भर्सेस अजय कुमार खड्का। अनि यहाँनिर धेरैवटा केसेसहरू छ, निश्चुल चामलिङ, दीक्षा राई, अनुपम गुरुङ, अभिष राई, वङ्गेल लेप्चा, सिद्धार्थ राई। अर्को छ आवाज राई भर्सेस जिटिए भन्दा यसले धेरैवटा क्यान्डिडेट्सहरूले यहाँनिर कोर्टको आँखामा धुलो हालेर यहाँनिर जसलाई त लयरलाई चाहिँ कोर्टको आँखामा धुलो हालेर कसै गरी पनि म्यान्डेटरी अर्डर निकाल्नुपर्छ भन्ने प्रकारको यहाँनिर लाखौँ लाख रुपियाँ फिजहरू उठाएर अझै पनि अर्को टेक्निकल म्यानिपुलेसन गरेर यहाँ एउटा ठुलो स्क्याम चलिरहेको छ। किनभने यहाँनिर यो केस चल्दाखेरि तपाईँको क्यान्डिडेट्स पनि उनीहरूकै होइन, रेस्पोन्डेन्ट्सहरू पनि उनीहरू यहाँनिर अहिलेसम्म कसले पनि यो कुरालाई च्यालेन्ज गर्ने नभएको कारणले गर्दाखेरि यिनीहरूले अन्धना धुन्दामा विदाउट एप्राइजिङ द कोर्ट कि यहाँनिर कलकत्ताको प्रिन्सिपल बेन्चमा यो जुन चाहिँ रेगुलराइजेसनको कुरालाई म्याटरलाई च्यालेन्ज गरेर है यसको माथि चाहिँ तपाईँको सिआइडीले अनुसन्धान गरिरहेको छ र सिबिआईले पनि रिपोर्ट सब्मिट गरिसकेको छ। र तपाईँको एउटा केस छ जुन 2016मा एउटा केस छ जुन चाहिँ तपाईँको यो केसको आधारमा एउटा स्टेट गभर्मेन्टको लेटरको आधारमा त्यो केस विथड्र भएको थियो भने आज जुन प्रकारले यहाँनिर चालाकी गरेर यहाँको शिक्षा विभागको अधिकारीहरू यस विषयमा उनीहरूलाई पूर्ण रूपमा जानकारी छ, तर यहाँनिर यिनीहरूले म्यान्डेटरी अर्डरहरू कसरी हत्याउँदैछ एकै दिनमा होइन। हामीले यसको जाँच पडताल गरेर हामीले यसलाई हिजो मात्र जलपाइगुडी सर्किट बेन्चमा यस्तै 5 वटा मामला दायर भएको थियो भने हामीले त्यसलाई इन्टरभेन्सन गरेका छौँ र अहिले यो तपाईँको आइटम नम्बर 35 मा रहेको छ, यो जलपाइगुडीको कोर्टमा चल्दैछ है। यहाँनिर हाम्रो लयरहरू उपस्थित हुनुहुन्छ र यो म्यान्डेटरी अर्डरको एगेन्स्टमा पनि हामीले इन्टरभेन्सन हिजो गरेर आज यो म्याटरको विषयमा आज सुनवाई चलिरहेको छ। त हामी भन्न चाहन्छौँ कि यहाँनिर जुन प्रकारले यसरी टेक्निकल म्यानिपुलेसन गरेर कोर्टको आँखामा धुलो हालेर यसरी म्यान्डेटरी अर्डर निकालेर जुन प्रकारको जिटिएको अधिकारीहरूले उनीहरूको जुन वकिललाई यसरी आँखामा धुलो हालेर यो टाइपको अर्डरहरू निकाल्नु लाउँदैछ यो पनि अगणतान्त्रिक हो, यो अनकन्स्टिट्युसनल हो। यहाँनिर जति पनि स्कुलमा भ्याकेन्ट पोस्ट छ भ्याकेन्ट पोस्ट निकालेर ओपन एडभर्टिजमेन्ट गरेर यहाँको योग्य एलिजिबल क्यान्डिडेट्सहरू जसले दुःख गरेर डिएलएड बिएड गरेका छन् उनीहरूले सबैजनाले इक्वल अपर्च्युनिटी पाउनु पर्ने हो र फेयर अनि ट्रान्सपरेन्ट वेमा फेयर प्लेइङ फिल्ड हुनुपर्ने हो। तर यहाँनिर जुन प्रकारले पार्टीको क्यान्डिडेट्सहरू सेलेक्टिभ क्यान्डिडेट्सहरूलाई लिएर यहाँनिर स्कुलमा यहाँनिर यो भ्याकेन्ट पोस्टहरू निकालेर जुन प्रकारले म्यान्डेटरी अर्डर निकाल्दैछ यसको हामी सख्त खिलाफ छौँ र यसै कारणले हामीले यसलाई पनि अब च्यालेन्ज गरेका छौँ। मलाई लाग्छ यो जुन चाहिँ म्यान्डेटरी अर्डर निकाल्ने एउटा नयाँ चोरदैलो निकालेको छ यो चाहिँ चोरदैलोहरूको निम्ति एउटा अन्तिम ब्र्याकेट हो। हामीले इन्टरभेन्सन गरेका छौँ हिजो र आज यसको विषयमा सुनवाई हुन्छ र अवश्य पनि यस विषयलाई कलकत्ताको जलपाइगुडी सर्किट बेन्चको न्यायालयले चाहिँ यसमाथि ठोस एउटा कदम उठाउनेछ भनेर हामी यस विषयमा जानकारी गराउन चाहन्छौँ। र जति पनि क्यान्डिडेट्सहरूले थिन्ले भुटिया, वङ्गे लेप्चा, सिद्धान्त राई, अजय कुमार खड्का, विशाल थापाहरूको नाममा जुन प्रकारको यहाँनिर यो अर्डरलाई बेस गरेर म्यान्डेटरी अर्डर निकाल्दैछ तपाईँहरू होसियार बस्नुहोस्। यो न्यू टाइप अफ स्क्याम हो। अब पहिलाको जस्तै यहाँनिर चौरस्तामा एपोइन्टमेन्ट लेटर बाँड्नु सक्दैन, एसएससीकोबाट रिकमेन्डेसन ल्याएर गर्नु सक्दैन, तर यिनीहरूले यो अन्तिम विकल्प यिनीहरूको चोरदैलो सोचेको छ यो यसरी म्यान्डेटरी अर्डर निकाल्ने र यो म्यान्डेटरी अर्डर पनि एगेन्स्ट द आर्टिकल 14 and 16 अफ आवर इन्डियन कन्स्टिट्युसन हो। यहाँनिर फेयर अनि ट्रान्सपेरेन्ट रूपमा फुल एडभर्टिजमेन्ट भएर चाहिँ यहाँनिर चाहिँ सेलेक्सन प्रोसेस हुनुपर्छ भन्दै म यहाँनिर जति पनि यो युवाहरू छ उनीहरूलाई अवगत गराउन चाहन्छु भन्दै आजको यस वार्तालाई म यही अन्त गर्न चाहन्छु।